म चाहिँ 2018 तिर जापान आएको है। 2018 को अप्रिल इन्टेकमा जापान आउनेको हुनुहुन्छ कमेन्ट गर्नु होला है। अब ब्याक टु त्यो ड्रिममा फर्क्यौ न हैन। जापान प्रोसेसको काम हुँदै थियो। जापान पढ्ने बित्तिकै जापानिज भाषा पढ्न सुरु गर्ने बित्तिकै ल फलानुकोले त जापान जाने रे, जापान पढिरहेछ रे, अब जापान गयो हैन। कुरा कस्तो हुन्थ्यो भने जापानमा पढिरहेको छु, भाषा पढिरहेको छु, पुरा जापान गएर पैसा कमाइसकेको त्यस्तो कुराहरू हुन्थ्यो हैन। जस रमाइलो लाग्थ्यो। अहिले रमाइलो लाग्छ। अहिले त बरु लगभग धेरै पर्सेन्ट चाहिँ सिओई दिने चान्स र आउने चान्स धेरै नै छ। त्यति बेला त अझै पनि त्यति पनि थिएन हैन। इन्टरभ्यूमा फाल्ने कुराहरू थियो। भाषा पढिरहेको छु खतरा हिसाबले हैन। अनि सपना यस्तो जापान गएपछि कस्तो सपना थियो भने अब 1 वर्षमा 2 लाख मजाले कमाइन्छ। 1 वर्षमा 12 महिना हुन्छ। 12 दुना 24 लाख। 24 लाख 1 वर्षमा कमाइयो भने 24 मा तपाईको 14-15 लाख। 14-15 लाख चाहिँ तपाईको 1 वर्षमा तिरेर पनि 9-10 लाख बचाउन सकिन्छ। अनि पहिलो वर्षमा 9-10 लाख, लगभग 9-10 लाख। अनि दोस्रो वर्षमा त तपाईको त त्यसको 9-10 लाखको त डबलै हुने भयो हैन। अब अन्य कुराहरू त हामीले केही सोचिन्न नि त हैन त्यो बेलामा। अनि डाइरेक्ट जान्छु। पहिलो वर्षमा चाहिँ 12 दुना 24 लाख यताउति होला। 24-25 लाख पनि पर्ला। अब 24-23 लाख पनि होला। अनि ऋण तिर्छु। बाँकी पैसा चाहिँ टक चाहिँ 5 लाखका दरले यताउति खादा कुदा गर्दाखेरि 5 लाखका दरले चाहिँ टक्क ब्याङ्कमा चाहिँ जम्मा गर्छु। पहिलो वर्ष 5 लाख, दोस्रो वर्ष चाहिँ त्यसको डबल 10 लाख 15 लाख हुन्छ। टक्क 2-3 वर्षमा चाहिँ एउटा घडेरी किन्छु। अनि टक्क अर्को वर्षमा चाहिँ घर ठडाउँछु। अनि टक्क बाले यस्तो, आमाले यस्तो उस्तो हैन, दाइ भाउजूले यस्तो उस्तो गर्छु भनेर हैन। त्यो एउटा ड्रिम। जापान गएपछि टक्क पुरा ब्रान्डेड कपडाहरू लगाउने, जापानिजहरुसँग फोटो भिडियोहरू खिच्ने हैन। जापानको चिल्लो रोडमा टक्क सुतेर फोटो खिच्ने, उठेर टक्क चिल्लो के आइफोनले टक्क DSLR क्यामेरा लिंक किन्ने, सब चाहिँ सपना ड्रिमहरू अब सब सपनाहरू पुरा गयो भनेर पुरा गर्ने हो भनेर चाहिँ त्यो ड्रिम त्यो सपना सोचेर चाहिँ जापान टक्क एयरपोर्टमा हल्का नरमाइलो चाहिँ आँसु आउँछ हैन। आँसु गाह्रो हुन्छ। अनि जब जापानको एयरपोर्टमा टेकिन्छ अनि त्यसपछि त्यो दिमाग हावा हुन्छ। दिमाग पागलपन हुन्छ। अनि जापानको एयरपोर्टमा टिकिसकेपछि के हुन्छ भन्दाखेरि सब उडायो सपना सबै धुरीले भन्ने चाहिँ जापानको एयरपोर्टमा टिक्दै थाहा हुन्छ। त्यही भएर मेरो सपना इस भयो। तपाईहरुले पनि मेरो जस्तो एक्सपेक्टेसन, मेरो जस्तो यो सपना नबुन्नु होला। तपाईले कस्तो सपना बुन्नु होला भन्दाखेरि मेरो लक्ष्य यो हो। मैले चाहिँ यो गर्नुपर्छ। पहिले चाहिँ जापान गएर जस्तो सुकै दुःख परे पनि म चाहिँ दुःखसँग लड्ने छु। जापानमा जस्तो सुकै अवस्थामा पनि म अगाडि बढेर राम्रो प्रगति गर्नेछु, सफलताको बाटो चढ्नेछु। जस्तो सुकै परिस्थितिमा पनि फ्यामिलीलाई आफ्नो व्यवहारलाई चाहिँ एकातिरबाट चाहिँ कसरी हुन्छ बरु लामो समयसम्म लागेर भए पनि त्यो व्यवहार चाहिँ मिलाएर मैले चाहिँ जापानमा आफ्नो लाइफ राम्रो बनाउँछु भन्ने एउटा पोजिटिभ थिंकिङ हैन। त्यो धेरै दायाँ बायाँ त्यस्तो कुराहरू नसोचिकिन, त्यो एक्सपेक्टेसन केही नराखिकिन जे हुन्छ राम्रोको लागि हुन्छ। म जापानिज स्टुडेन्ट भिसामा जापान पढ्न गएको, मेन म राम्रोसँग पढ्छु। त्यसपछि व्यवहार आफ्नो ठाउँमा छ। व्यवहारलाई पनि म सँगसँगै थोरै माइनस गर्दै लान्छु। 10 वर्ष नै किन नलागोस्, 10 वर्षमा मेरो आफ्नो भविष्य पनि बनाउँछु, 10 वर्षमा मेरो व्यवहार पनि मिलाउँछु भन्ने हिसाब त्यो माइन्ड मेकअप गरेर जापान आउनु। नत्र भने मैले जस्तै सपनाहरू धेरै सोचेर आउनु भयो भने इस हुन्छ। सो यही नै हो। जापान आउनुस्, राम्रो गर्नुस्, गाम्बाते गर्नुस्, तपाईको आफ्नो सपना पूरा गर्नुस्। हस्त नमस्ते।